गएर फाइनली गाइज हामी चाहिँ यो लाइफको एक्सप्रेसन लिनको लागि चाहिँ गाइज हामी यसो मनाङतिर आइसकेको थियो गाइज। हामी यसो न अन्नपूर्ण हिमालको बेस क्याम्पतिर पुगौँ न त के कस्तो छ भन्ने हिसाबले चाहिँ गाइज हामी आज यसो घुम्न आएको। हिँडेको लगभग 8-9 घन्टा भयो बिहानदेखि खानासाना नखाएर हिँडेको गाइज। अनि फाइनली अहिले चाहिँ आइपुग्यो गाइज। तर दुःख चाहिँ दुःख रहेछ, रमाइलो पनि लागिरहेको उकालो सब भयो गाइज। यो चाहिँ हामी होटलतिर खाजा खाँदाखेरि भनिरहेको थियो त्यतातिर हेरचाह पनि पाउँछ भनेर। तर गाइज यहाँ हामीले हेरचाह नचिनेर हो कि खोइ आउँदाखेरि चाहिँ धेरै परिश्रम गरेर चारा ठुटा टाउको सब झुकाएर आयो गाइज। तर त्यो चाहिँ पाएन फाइनली। त्यसैमा चाहिँ हल्का नरमाइलो लागिरहेछ। अरू वातावरण चाहिँ कुल छ गाइज। हल्का फल्का स्नोफल पनि भइरहेछ गाइज। रमाइलो छ। कहिले कसो मिल्यो भने तपाईँ पनि आउने गर्नु होला गाइज। रमाइलो गर्नुपर्छ, इन्जोय गर्नुपर्छ लाइफमा गाइज। अब हामी चाहिँ बेस क्याम्प पुग्नलाई अब समथिङ 10 मिनट जति बाँकी छ गाइज। हामी उकालो लागिसकेका छौँ आउनुपर्ने ठाउँसम्म। अब हामी कहाँ रहेछ हाम्रो डेस्टिनेसन चाहिँ गाइज। अब हामी पुग्न थालिसकेको छौँ। हाम्रो साथीहरू हुनुहुन्छ अगाडि अगाडि, हामी चाहिँ पछाडि पछाडि हिँडिरहेको छौँ गाइज। अलि तराईतिरबाट आएको उकालो हिँड्न अलिक गाह्रो भइरहेछ। त्यसैमा पनि रमाइलो छ गाइज। स्पेसली गाइस छ यहाँ चाहिँ हिउँ चाहिँ छोए गाइस। ल यो चाहिँ स्पेसली चिनी जस्तो हुँदो रहेछ, चिनी जस्तै ठ्याक्कै।